प्लेन के आज आएर उनी त होला नि हिजो आएको होइन होला हिजो आएछ आज यहाँ बसेपछि उनीहरूलाई कर तिर्नु पर्छ त्यसरी उहाँ बस्छ नलाई नमस्ते गरेर आउँछ 1 घन्टा त बस्छ नि यहाँ 1 घन्टा त कति दिन्छ काम चालु के त म त नमस्ते गर्न आउँदैन के भन्ने ज्ञानी हुनु राम्रोसँग काम गर्नु रक्षा गरून् खाली हात के धेरै निकाल्नु पैसा देखाएको त है 5 रुपैयाँ दिँदा भइहाल्छ नि चोर दिन पैसा खोजिरहेको खास चाहिँ मैले ल नानी थोरै थोरै ल्याइदिनु न त्यहाँ माथि गोजिमी छ है पैसा हिजोको पनि छ ए सबसे धेरै जाने भएर कतैले यतै छोडेर जाँदा नि दिदी यतै छोडेर जाँदा नि हुन्छ उहाँ काम लाग्दैन छोड्नु जानुपर्छ त्यो चाहिँ बुइले पकाएको हो नि है दिदी म त पैसा नलिकन जहिले नि पैसा नलिया अलि छैन भन्ने जानेको भएदेखि त म चाहिँ दुईटा थियो है नानी मसँग तिनटा पनि होला त्यहाँनिर अन्टिल थाहा पाएन राम्रै छ राम्रै छ ट्याक्सी आइसक्यो ट्याक्सी आइसक्यो त्यो त काम पछाडि तिनजना अगाडि एकजना ड्राइभर भिडियो गरे फोटो खिचे ह यो जाने होला पैसा पुग्छ ड्याडी मम्मी जाने होला नानी तिनजना त्यो बुन्दिस हिँड्छ जतिले राइछ यहाँ त्यो त पैसाले ज्याकेट त्यहाँ निकाल है त्यो भित्रबाट तर ज्याकेट उचालेको त्यहाँ लगाइदिनु त अहिले मलाई लगाइदे म अर्कोचोटि आउँदा तेरो छोराछोरी लगाइदिन्छु अनि टिका लाउन सक्ने हुन्छ त अब अर्कोचोटि आउँदा त छ 1 वर्ष आउने हैन नानी अर्को यो वैशाखमा मैले 6 महिनाको त भइहाल्छ टाइम पनि नबस्दै पाइस् त आज त खुवाइदिन यसले मलाई पहिला माथि निस्किन्थ्यो अनि तल निस्किन्थ्यो माथि एउटा बसमा ल्याउँछ तल उसमा त्यहाँबाट बेटरबाट रिमको पेटै ठिक भएन बुल गर्छ मते उसो के खानेकुरा